तर म चाहिँ फेक हुन चाहन्छु होइन आफ्नो रियालिटी थाहा हुनुपर्छ क्या कस्तो छ फर्स्ट टाइम टुकटुक चढेको एक्सपिरियन्स वेलकम टु डिसएपोइन्टिङ हेलो एभ्रीबडी म तपाईँको फेभरेट युट्युबर होइन तपाईँलाई मेरो नाम थाहा पाइसक्यो अहिले अब हामी चाहिँ आज हामी पारीबिर जाँदैछौँ हामी यहाँ कता छौँ मैले हामी कहाँ भन्दा उयो कहाँ अरे हामी होइन यो बाटो कहाँ अरे एपिक्स स्कुलको पछाडि छौँ होइन हामी यहाँदेखि बोधो जान्छौँ अनि त्यहाँदेखि गाडी लिन्छौँ होला अनि त्यसपछि अब हामी गाडीमा चढेपछि तपाईँहरूलाई फेरि अपडेट गर्छौँ हामी चाहिँ अलिकति लोवर मिडल क्लासको युट्युबर पढ्यौँ होइन हाम्रो आइफोन छैन त्यस्तै नभन के भन्नु अस्तिको ख्याल गर्छौँ त्यसैले हामी हिँड्दै गइरहेको बाइक भयो भने यस्तै होला होइन म चाहिँ फेक हुन चाहन्छु होइन मेरो बाइक छैन तर म यो यसरी युट्युबबाट नै गरेर खै कस्तो आइरहेको छ हेर्दा कलर आइरहेको छ हेर्ने लाइकको छ अनुहार अनुहारको कुरा होइन क्या क्यामेरा एङ्गलको कुरा गर्दैछु आफ्नो रियालिटी थाहा हुनुपर्छ क्या म हेर्छु छैन मलाई थाहा छ गाइज म तपाईँहरूलाई अपडेट गर्छु त अब गाडी चढेपछि ल दोस्त कस्तो छ फर्स्ट टाइम टुकटुक चढेको एक्सपिरियन्स सेकेन्ड टाइम रे चुपचाप फर्स्ट टाइम चढेको क्या त रियाक्सन थियो नि त्यसमा रोड राम्रो छ भने चाहिँ मजा आउँदैन तर ट्र्याक्टर चलाएको जस्तो फिल आइरहेको छ मलाई वेलकम गाइज तारेबिरको यात्रा सुरु भयो अब हामी यहाँबाट स्ट्रेट हाइकिङ गर्दै होइन 1 hour 1.5 hour अब कि 2 hour नै लाग्न सक्छ होइन तर हाम्रो वाकिङ स्पिड चाहिँ अलिकति नर्मल मान्छेभन्दा चाहिँ अलिकति स्पिड धेरै छ सो हामी आधी घन्टामा पुग्न पनि सक्छौँ वी आर सुपर ह्युमन हो कि होइन ब्रो नर्मल हो त्यो मान्छे चाहिँ थाहा छैन अब होइन यो चाहिँ स्केलेटन हो कस्तो खालको छ ए मुटु सुनो मेरो कुरा लिजर्ड टाइपको चरा लाँदा देखा त भयो देख्दैन त्यो चरा त तेरो गर्लफ्रेन्ड जस्तै रहेछ त तैँले मात्र देख्ने काठमाडौँको होइन राम्रो पोइन्ट भनेको चाहिँ यो हो क्या यु क्यान इन्जोय नेचर एन्ड द सिटी जस्ट इन लाइक हाफ एन आवरको डिस्टेन्समा क्या तर के गर्नु एज आई सेड स्केलेटन हो यसको नाम चाहिँ होइन सो अब हामी अलिकति केही इन्ट्रेस्टिङ कुरा भयो भने मात्र फेरि भिडियो बनाउँछौँ नत्र सिकासु हिँड्छौँ लुक एट भ्यू नथिङ स्पेसल तर those who have habit of sitting at home all the time this is like paradise refreshment rejuvenating experience hiking ma hamro saas bardai chaina तर it feels like अब body trained भइरहेको जस्तो लाग्यो हजुर प्याराग्लाइडिङ भन्न आएन होइन तपाईँहरूले नोटिस गर्नुभएको होइन फेरि भन्नु त फेरि भन्दा प्याराग्लाइडिङ भन्दैछ केटोले होइन प्याराग्लाइडिङ हो क्या मतलब त्यो चाहिँ होइन त्यसको सिम्पल मिनिङ त्यो नामको सिम्पल मिनिङ चाहिँ होइन प्यारासुटमा ग्लाइड गरे क्या वेलकम टु डिसएपोइन्टिङ हाम्रो लागि चाहिँ किन हरेक ठाउँ डिसएपोइन्टिङ हुन्छ भने चाहिँ हामीसँग केही पनि छैन नि त्यो टु व्हिलरहरू पुग्न यत्रो टाइम लाग्छ अनि हार्डवर्कको वर्थ इट जस्तो लाग्दैन ठाउँहरू यस्तो चिजहरू नि याद आउँछ पछि होइन एकजना मरेपछि यस्तो भइन्जेल नि गइहाल्छ यस्तो मान्छेहरू देख्दा जिलस फिल हुन्छ हामीलाई टु व्हिलर हुने मान्छे भड्किरहने अब यो भिडियो पोस्ट गरेन रोड टु लेजेन्ड